हेलो साथीहरु हेर्नुस् न हामी चाहिँ अहिले चाहिँ हैन यता जंगलमा आएको छु। अहिले भर्खर म एउटा भिडियोमा खिचेको थिएँ देखाइरहेको थिएँ। हेर्नुस् न माछा माछा लिनु जाँदै छ है। माछा लिनलाई त्यो अब माछा मार्ने मान्छेले माछा ल्याउँदै रहेछ, हामी चाहिँ माछा हेर्न आएको। हेर्नुस् के रहेछ आमा, खोइ खोइ ओ आमा जिउँदोसँग। हेर्नुस् न साथीहरु आज त के भेट्यो बिहान बिहान। इस हेर्नुस् त लाउन जिउँदै पो हिँडाको। आमा यो आमा यिनलाई अब कसरी उ गर्नु है। हेर्नुस् त है आमा ल है सँग कि त यहाँ हिँड्दै। हजुर खोइ माछा पनि कस्तो रहेछ ल्याउनु भयो। आमा माछी माराना माछी माराना लोकल माछाहरु साथीहरु टोकरी भित्र हेर्नुस् त। आमा टोकरीमा माछा नि। यो माछा त किलोको कति पैसा हो नि हजुर? किलोको 1000 रुपैयाँ। यो मरे कि जिउँदो छ? जिउँदो अहिले भर्खर जिउँदो त खोइ त जिउँदै छैन त। अहिले मरिसक्यो। आमा मर्यो खोइ यो जिउँदो छ त? मिलाएर देऊ न। खोइ त कति लिनुहुन्छ? किलो लान्छु नि, त्यत्रो पैसा छैन हामीसँग। हेर्नुस् न अब जिउँदो हैन, जिउँदो माछा यस्तो टोकरीमा रहेछ हैन। मिलाएर दिनुस् अब यो हैन। यो झोल दे झोल छ। अब यो लास्ट प्लास्टिक तपाईसँग छैन नि भाइ। हेर्नु त तपाईको त्यो झोलाको प्लास्टिक भइदिनु। खोइ त मरेछ भाइ। अब उयो त उयो खोइ त म त खोइ हेरम है। माछा मार्न बेसरी जाने हुन्छ उनीहरुले। तर लास्ट छुयो है प्रभु मलाई के नहो। जिउँदो टोक्छ। अबे दाँत रहेछ त है। प्लास्टिकमा हाल्दिनु नि। ल म प्लास्टिक ल्याउँछु। ल है आमा हेर्नुस् साथीहरु जिउँदै रहेछ यो, तर दाँतले त हुँदो रहेछ क्या। ओइ हेर्नुस् न दिनु भन्नुपर्छ पाइन्छ। लुइचु जस्तो देखेँ कि भाइ आफूलाई कपाल छोडेको त। लुइचु कि आमै देख्यो नि। लुइचु कि आमा देख्यो मलाई त। ओ साथी कपालै छोडेको हो त नि। यो त नम्बर अर्को रूप हेर्यो नि है। म यसको रूप अच्छा रूप रे मुख हेर्नुस् त। ऊ त्यो दाँत रहेछ अनि त्यसले पो घोचिन्छ त मलाई त। पारौ न है ज्यातो न। जिउँदो छ कि डर लाग्छ। त्यो दाँत रहेछ सबै गएको जस्तो दाँत रहेछ माछाको। हेर्नुस् त साथीहरु हेर्नु त गएको जस्तै दाँत देख्नुभयो है। चल्यो चल्यो है। डर लाग्छ। ल प्रभु भोलेनाथ पशुपतिनाथ होइन जिउँदो छ भने चाहिँ उ गर्नु न। माछा लुकाएर राख्नु तर ताजा हो नि फेरि यो है। ताजा है भर्खरको। ल मिलाइदिनुहोस् ल। अब भर्खर हानेको भन्छ मर्यो भाइ। ए साँच्ची ओइ हामीले साग हालेको के अरे कचुवा पाउँछ पाउँदैन? कचुवा होइन जिउँदै कि जिउँदै जिउँदो पाल्नुलाई कि जिउँदो त्यो अब त्यो हामी त्यो मार्ने सार्ने होइन राख्नुलाई कि। अब कति मसिनो हाले ठुलो चाहिँ हाल्नु न मसिनो के लाउन सक्दैन। अब यो त यो खोलाको त फेरि मिठो होला नि एकदम मिठो होला। कचुवा पाउँछ कि पाउँदैन होइन? पाउँछ भने हामीले उ गरेर राख्नु है। कचुवा त मार्ने होइन पाल्ने हो नि। त्यो भित्र नि छ र जिउँदै देखेन नि भाइ। हो त्यहाँ खनाएर गर्नु न। लु हेर्नुहोस् है साथीहरु। हेर्नुहोस् त भर्खरको खोलाको ताजा माछा यस्तो यस्तो हुँदो रहेछ। उ त्यो सिङ्गाइ पनि उ त्यो के अरे लामो पनि हाल न। उयो लामो पनि हाल न है। अच्छा लामो मिठो हुँदैन हो त्यो कि हो त्यो चाहिँ। आमा ताजा माछा हेर्नु न है साथीहरु। यहाँ पाउँछ कचुवा यो खोलामा? ए तपाईहरुले राखेको छ होला नि घरमा? ए अनि कसरी सम्पर्क गर्ने होला तपाईसँग? नम्बर लिएर राख्नु। ए है नम्बर लिएर राख्छु। अनि कस्तो पाउँछ कालो कि पहेँलो? त्यो त पाउने बेला थाहा हुन्छ कस्तो हो। दुईटै पाउँछ कालो अनि सुन कलर कि सुन कलर। सुन कछुवा ए कति दिउँ? 500 मा आउँछ। सिबी अच्छा सिबी रे मैले ए अनि उ छ नि सिबी 200 तपाईलाई मिलाइदिन्छु। अनि सिबी छ नि सिबी हजुर सिबी भन्ने फ्राई गरेर राख्नलाई के। उयो एउटा दिनु नि मलाई लामो चाहिँ मतलब हेरेर राख्नुलाई है। खोइ त्यो अघिको दाँत भएको चाहिँ यो चाहिँ के हो? यो चुचे भाम। कतिखेरबाट मार्न सुरु गरेको? 4 बजेदेखि। आमा 4 बजेदेखि ल यति मार्यो। अरे है हेर्नु न
ल यो चाहिँ नपकाएर त्यो हेरेर सुकाएर राख्नु भने कि सबै लान पाए त सुकाएर राख्नु हुन्थ्यो पैसा हालिदेऊ न भाइ 1000 रुपियाँ दिन्छु सबै 1000 होइन 1500 दिनु अलिक 1500 त महँगै भयो नि है सुकाएर राखेर मिठो हुन्छ हो गुन्द्रुक जस्तो बनाउनुलाई के अरे त्यो दिनु ल सितर बनाउनुलाई 1500 महँगो भयो ल 1200 दिनु ल जे भयो भयो तपाईँलाई 1200 महँगो भयो ठिकै छ आशीर्वाद दिन्छे पप्पी पनि दिन्छ 1000 मा ल उ चाहिँ कहाँ हो घर यतैतिर हो यतैतिर हो घर ल मलाई त्यसो भए त्यो चाहिँ खोजेर राख्दिनुहोस् अनि तपाईँको नम्बर लिन्छु हामी है हेर्नुहोस् त सफा गरेर खङ्ग्राउन आगो माथि सुकाएर राख्नु सालको पात लए अस्ति घरमा ए आमा है बाइचार दिजी त रहेछ नि रहेछ यो त मिठो होला नि पाउँछ काठमाडौँमा पाउँदैन नि पाउँदैन यो ताजा त नि पाउँदैन कि काठमाडौँमा यस्तो प्लास्टिक चाहिँ मात्रै पाउने हो कुएको मात्रै पाउने तिम्रो नम्बर छ कि छैन यो त अनि देउला भर्खर नम्बर टिप्नु ल खोलामा भर्खर समाएको चिज हो नि यो त है त्यही भएर अनि काठमाडौँ त कहाँ पाउँछ त यस्तो त नि त्यहाँ खोला पनि आउँदैन खोला आए पनि यसरी माछा पनि पाउँदैन त्यही त शङ्के किरा पनि कहाँ पुग्यो होला नि डाँडा काटेको यो शङ्के किरा चाहिँ पाउँदैन शङ्के किरा त्यस्तो पाउँदैन यस्तो खोलामा पाउँदैन ए कचो चाहिँ पाउँछ 800 यहाँ पैसा खुजुरा जति हो पैसै छैन कि यहाँ दिन जति 1200 कम से कम दिन पैसा छैन दिन्छ बाइचारा एचेकरा कति चाहिँ दिएछौ न 1000 ए दिदीलाई पार्टी खर्च देऊ यति चाहिँ 100 रुपैयाँ 100 रुपैयाँ म तपाईँलाई 50 दिनुहुन्छ यति राख नि त म यो खुजुरा पछि नि भेट्छ नि हामी पक्कै कति मिनट भइसक्यो ए भाइच ल हामी चाहिँ टुङ्ग्यौँ है साथीहरू हामी चाहिँ ओर्चिनल ल हामी चाहिँ यहाँ टुङ्ग्यायो है हजुर खोला चाहिँ यहाँ खोलाको छेउमा है अहिले चाहिँ भिडीले यहाँ टुङ्ग्यायो अबे आकाश करायो आकाश करायो साथीहरू माछा नम्बर टिप्नु त माता रानी भएको ल है ल हामी त चाहिन्छ माछा लियो है हजुर सुकाएर सुकुटी बनाएर है टमाटर ग्रेभी गरेर खाने ल त है जय शम्भु भोलेनाथ हर हर महादेव ल है अथवा यस्तो भइरहेको छ साथीहरू अहिले चाहिँ राख्यो ल माछा पोको बारे लु जय शम्भु भोलेनाथ हर हर महादेव